मेरो रोटी देखाउनु। हाम्रो उमा साथीले राम्रो पोल्दैछ है रोटी यतातिर। ल खाँदै पनि गरौँ है। पकाइसकेको दामी छ। टन्न भइसकेको। अनि रामनवमीको उपलक्ष्यमा एकचोटि मुस्कान दिउँ न यता। हाई। हेलो। सफा गर्दै हामी यहाँ लाग्यो। अब सिद्धिनु लाग्यो काकी? यो चाहिँ सिद्धिन आँटेको नानी। म यसैबाट पकाउँ भनेर। हुन्छ ल। हाम्रो मनुले चाहिँ कस्तो? ठिक रहेछ ठिक रहेछ। वान पिस चाहिँ चाख्नै पर्ला जस्तो छ हौ रोटी पनि। रामनवमीमा त जम्मा हामी कति 25-30 जना त पिकनिक नै भइरहेछ नि यहाँनिर है। ल सेलरोटी पोल्ने त खाजा पनि व्यवस्था रहेछ है। अनि मलाई पठाइ पनि दिनु। हो नानीहरूले त खाजा यता पनि लिएछ खानै पर्छ है। के को पकायो खै? राम्रो रहेछ। ल गाइजहरू अब माथि यसो बाजा गाजा पनि बज्दैछ। यसो एकछिन रमाइलो प्रोग्रामतिर पनि लाग्नु पर्ला जस्तो छ। हजुरहरूलाई मन पर्यो भने भिडियो लाइक गर्नुहोला, कमेन्ट पनि गर्नुहोला।